चाहिँ हुन्छ। सो मेरो यो मिसन चाहिँ बिल्डिङ डिजाइनको त काम चाहिँ मेरो भइ नै रहेको छ, तर जति पनि बिल्डिङहरू डिजाइन गर्छ मैले गर्छु, मेरो आर्किटेक्टहरूले गर्नुहुन्छ अथवा अरू आर्किटेक्टले गर्नुहुन्छ अथवा वास्तु कन्सल्टेन्टले गर्नुहुन्छ, जो कसैले पनि आफ्नो स्पेसहरू चाहिँ चार्ज अप गर्न सकोस् र वास्तु कम्प्लाइन चाहिँ चेक गर्न सकोस् भनेर चाहिँ यो वास्तु प्लानलाई हामीले डिजाइन गरेको हो। र वास्तु प्लानबाट चाहिँ वास्तु कसरी चेक गर्ने भनेर म एउटा तपाईँलाई सानो डेमो यसमा देखाइदिन्छु, जसमा चाहिँ हामीले यो पोर्टललाई अहिले नै हामीले हाम्रो लाइभ नै र प्रब्लमको सोल्युसन गर्न पनि मान्छेहरूले वास्तु चेक गर्न आउँछ। र त्यसपछि हामीले त्यहाँको लोकेसन लिन्छौँ। त्यो लोकेसन लिएपछि यो सिधै तपाईँको गुगल म्यापमा चाहिँ हामीले यसलाई इन्डिकेट गरेका छौँ र त्यो जुन लोकेसनमा बसेर हामी त्यो प्रोपर्टीको वास्तु चेक गर्न गएका छौँ त्यो लोकेसनमा सिधै यसलाई डिटेक्ट गर्छ। र त्यसमा हामीले 3टा मोडल्स बनाएको छौँ। एउटा भनेको चाहिँ डिरेक्टली हामी गुगल म्यापमा बसेर यसको आउटलाइन गरेर लगभग मैले यही बिल्डिङको लागि मैले गुगल म्याप हेर्यो नि, यहाँ बिल्डिङ छ, यहाँनिर ढोका छ, यहाँनिर कोठा छ, कन्फरेन्स रुम यहाँ छ, टोयलेट यहाँ छ भनेर लगभग हाम्रो एउटा इस्टिमेसन भइहाल्छ। भनेपछि मानिलिकति त्यो बिल्डिङ छ भने त्यो बिल्डिङमा पनि हामीले के गर्न सक्छौँ, यसको चाहिँ आउटलाइन कोर्न सक्छौँ पिन गरेर। सो बााउन्ड्री पिन भएपछि यो बिल्डिङमा चाहिँ ओके यो बाटो एउटापट्टि छ भने चाहिँ यहाँनिर मूल ढोका छ भनेर चाहिँ हामीले चाहिँ यसको कम्पासहरू पनि यसले आफै सेट गर्छ र त्यो चिजहरू इन्ट्रान्स यहाँ छ, किचन यहाँ छ, डाइनिङ टेबल यहाँ छ भन्ने चिज हामीले ड्र्याग एन्ड ड्रप हामी यहाँ गर्न सक्छौँ। र यो गर्ने बित्तिकै हामीलाई रिपोर्ट आउँछ। भनेको यो चाहिँ हामीले क्लेम गरिरहेको विदिन मिनट्स 1 मिनटभित्रमा वास्तुको रिपोर्ट आउँछ। तर जुन काम गर्नको लागि अहिले वास्तु कन्सल्टेन्टहरूले वास्तु कन्सल्टेन्टको अझ कुरा गऱ्यो भने तपाईँहरूले युट्युबमा यति धेरै भाइरल भिडियोहरू देख्नुहुन्छ होइन, वास्तु गर्ने यो गर्ने भन्ने खालको कुराहरू छ होइन। अब यसमा पनि कति धेरै कुराहरू छ, एस्ट्रोलोजीसँग यो कुराहरू कनेक्टेड पनि छ कति कुराहरूमा। र त्यो रिपोर्टहरूको चार्जेसहरू एकदमै एक्सपेन्सिभ छ, टु एक्सपेन्सिभ छ। त्यो 4 लाख 5 लाखसम्मको चार्जेसहरू पनि लिएर आउँछ वास्तु कन्सल्टेसनको लागि भनेर। र हामीले चाहिँ यो चिज चाहिँ विदिन अ मिनट चाहिँ यो सोल्युसन्सहरू अहिले दिन्छौँ। र यो मात्रै नभएर कुनै एकजना वास्तु एक्सपर्ट छ अथवा आर्किटेक्ट छ भने पनि उसले चाहिँ यो रिपोर्टमा चाहिँ एडिट गरेर पनि उसले पनि सर्भिस प्रोभाइडर बन्न सक्छ। यहाँबाट चाहिँ नर्मल मान्छेले पनि आफ्नो रिपोर्ट हेर्न सक्छ अथवा कोही वास्तु कन्सल्टेन्ट छ भने उसले उसलाई सर्भिस प्रोभाइड पनि गर्न सक्छ। र त्यसै गरी त्यो मात्रै नभएर हामीले यसमा चाहिँ अर्को एउटा मोडल्स के छ भने अहिलेको त गुगल म्यापबाट हेर्ने भयो र तपाईँसँग घरको नक्सा अलरेडी छ भने त आफ्नो प्रोपर्टीको बााउन्ड्री छ, घरको नक्सा अपलोड गरेर पनि यो प्रोपर्टीको चाहिँ मानव यसमा चाहिँ घरको नक्सा अपलोड गर्यो, 2टा पोइन्ट कुन हो त्यो 2टा पोइन्टलाई चाहिँ मार्क गर्यो, यो पोइन्ट त्यो मार्क गर्यो र त्यसको पोइन्टलाई पनि तलपट्टि मार्क गर्यो भने चाहिँ त्यो म्याप त्यहीँ आउँछ, लोड हुन्छ। र त्यो म्यापमै पनि हामीले बााउन्ड्री लगाएर अनि त्यसमाथि चाहिँ हामीले के भन्छ जुन जुन स्ट्रक्चरहरू छ त्यसलाई चाहिँ त्यहाँ मार्क गर्यो भने